कतिपय दाजुभाइ दिदीबहिनीहरूले भन्नुहुन्छ मेरो जीवन हो, मेरो चोइस हो, मैले जे गर्न मन लागेको छ म त्यो गर्न पाइन्छ। होइन, तपाईँको जीवन हो, तर तपाईँले जे मन लाग्यो त्यो मनोमानी गर्न पाउनुहुन्न। ख्रीष्ट येशूको नाउँमा सबैलाई जय मसीह, साथै न्यानो अभिवादन। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू हो, मेरा जवान प्रिय छोराछोरीहरू हो, म तपाईँहरूको निम्ति केही सल्लाह सुझाव अनि हौसला साथै चेतावनी पनि दिनको निम्ति म आएको छु है। हजुरहरूले सुनेर साथ दिनुहोला। आज यो तपाईँको शरीर, तपाईँले जिइराख्नु भएको जीवन आज परमेश्वरले बनाउनु भएको हो र यो शरीर तपाईँको आफ्नै इच्छाद्वारा, आफ्नै मनोमानीद्वारा चल्ने यो शरीर होइन। यो शरीरमा चाहिँ तपाईँसँग पवित्र आत्मा वास गर्नुहुन्छ। यो शरीरलाई चाहिँ पवित्र आत्माको मन्दिर हो भनेर परमेश्वरको वचनले घोषणा गर्नुभएको छ। आज यस कारणले प्रिय मेरा जवान दाजुभाइ तथा दिदीबहिनीहरू हो, आज हजुरले जीवन बिताउँदै गर्नुहुँदाखेरि हजुरले कहिले पनि नभन्नुहोस् माई लाइफ माई चोइस भनेर नभन्नुहोस्। किनभने जुन जीवन अहिले तपाईँ जिउँदै हुनुहुन्छ, जुन जीवन अहिले हामी जिउँदैछौँ, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर हामी जिउँदैछौँ। यदि परमेश्वरको पुत्रमा हामी विश्वास गरेर जिउँदैछौँ भने आज हामीले पुत्रको जस्तै जीवनयापन गर्नु आवश्यक छ। अनि त्यस कारणले कतिपय दाजुभाइ दिदीबहिनीहरूले भन्नुहुन्छ मेरो जीवन हो, मेरो चोइस हो, मैले जे गर्न मन लागेको छ म त्यो गर्न पाइन्छ। होइन, तपाईँको जीवन हो, तर तपाईँले जे मन लाग्यो त्यो मनोमानी गर्न पाउनुहुन्न। किनभने यो चाहिँ परमेश्वरको वचनले नै घोषणा गरिराखेको हो। त्यस कारणले गर्दाखेरि एफिसी 5:10 भन्दछ प्रभुलाई मनपर्ने कुरा के हो सो सिक्ने कोसिस गर। आज उहाँको वचनले हामीलाई सिक्नको निम्ति कोसिस गर भनेर भनिराख्नु भएको छ। एटलिस्ट तपाईँ पूर्ण रूपले ती आज्ञामा तपाईँ हिँड्न सक्नुहुन्न अनि ती पूर्ण रूपले वचनलाई पालना गर्न सक्नुहुन्न, तर यति त तपाईँले कोसिस त गर्न सक्नुहुन्छ नि, होइन? अनि जुन तपाईँले यति कोसिस गर्नुहुन्छ ती कोसिसले नै तपाईँको जीवनमा परिवर्तन ल्याउँछ। जसरी रायोको दाना जतिको विश्वास छ भने पनि ती डाँडा हटेर जा भन्दाखेरि पनि जानेछ भनेर उहाँको वचनले भन्नुभएको छ भने तपाईँको यति कोसिसले पनि ती जति नै पनि नराम्रो ह्याबिट छ ती सबै कुराहरू चाहिँ हटेर जान्छ। त्यो चाहिँ परमेश्वरको वचनमा मात्रै रहेर उहाँको इच्छालाई सिक्ने कोसिस गरेर मात्रै ती कुराहरू सम्भव हुन्छ। यसैले प्रियहरू, परमेश्वरलाई एकचोटि चाखेर त हेर्नुहोस् र परमेश्वरलाई पारख गरेर एकचोटि हेर्नुहोस्। तपाईँको जीवन परिवर्तनतर्फ लाग्नेछ र अनि तपाईँले पछि बुझ्नुहुनेछ अनि भन्नुहुनेछ साँच्चै यो जीवन चाहिँ परमेश्वरले मेरो निम्ति होइन उहाँको महिमाको निम्ति दिनुभएको रहेछ। हामी जे गर्छौँ जसो गर्छौँ येशू ख्रीष्टको नाउँद्वारा परमेश्वरलाई नै धन्यवाद दिने कामहरू गर्नुपर्ने रहेछ भनिकन बुझ्नुहुनेछ। त्यसैले तपाईँको जीवन सुख शान्ति र अनि समृद्धि चाहनुहुन्छ, ती कुराहरूले बास गरेको तपाईँ चाहनुहुन्छ भने आजैदेखि उसो आफ्नो नराम्रो ह्याबिटलाई र आफ्नो ती घमण्डको कुराहरूलाई त्यागेर परमेश्वरलाई आफ्नो हृदयदेखि नै अपनाउनुहोस् र भन्नुहोस् प्रभु तपाईँ मेरो जीवनको सहारा र मेरो मुक्तिदाता हुनुहुन्छ। आमेन। हुन्छ। जय मसीह।